हजुर नमस्ते नमस्कार। म कृष्ण धामीको सदाको बसाइ झैँ आजको बसाइमा पनि तपाईहरूको माझमा एकजना मित्रले पठाउनु भएको मिठो गजल ल्याएर उपस्थित भइसकेको छु। उहाँको नाम रहेको छ कृष्ण धानुक, ठेगाना बैतडी जिल्ला पुर्चौडी नगरपालिका वडा नम्बर 4 भटना बागा भेरमोड। घर भई हाल भने काठमाडौँतिर हुनुहुन्छ। उहाँले पनि एकदमै मन छुने गजल लेखेर पठाउनु भएको छ। अब भने धेरै बेर ढिला नगरी उहाँकै गजलतर्फ लागौं। बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। भेट्न पाए ठाउँ थकित मन बिसाउने, खोज्दै एउटा चौतारी कहाँ पुगिएला। यसै त छोरो मान्छे टाढिएछ आफूदेखि, यसै त छोरो मान्छे टाढिएछ आफूदेखि, भित्र्या ए झन् बुहारी कहाँ पुगिएला। यसै त छोरो मान्छे टाढिएछ आफूदेखि, भित्र्या ए झन् बुहारी कहाँ पुगिएला। बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। गाउँ छोडियो हिजो सुखको लोभले, गाउँ छोडियो हिजो सुखको लोभले, बाजै राखी खेतबारी कहाँ पुगिएला। बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। बादल पारी हो जति हतार गरे पनि, बादल पारी हो जति हतार गरे पनि, मृत्यु भन्दा त पारी कहाँ पुगिएला। बोकेर सपनाको भारी कहाँ पुगिएला, यो पागल मन बिगारी कहाँ पुगिएला। बिजु भनेर एकदमै मिठो मुक्तक लेखेर पठाउनु भएको थियो कृष्ण धानुकजीले। उहाँको मुक्तक एकदमै राम्रो लाग्यो मलाई भने। तपाईहरूलाई उहाँको मुक्तक कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा लेखेर पठाउन नभुल्नुहोला। साथै तपाईहरूलाई पनि यस्ता यस्तै मुक्तक गजल वाचन गराउन मन छ भने त्यसको लागि तपाईँले एसके धामी फेसबुक पेजलाई फलो गरी कृष्ण धामी अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गरेर त्यही भिडियोको तलतिर कमेन्ट बक्समा अथवा डाइरेक्ट हाम्रो यो एसके धामी फेसबुक पेजको मेसेन्जर बक्समा पनि आफ्ना रचनाहरू लेखेर पठाउन सक्नुहुनेछ भन्दै आजको यो कार्यक्रमको बसाइबाट म तपाईहरूको माझबाट छुट्टिने अनुमति चाहन्छु। नमस्कार।